म त भेजिटेरियन हुँ, म मासु जाँड चुरमुरी तुक्ने बुझ्नु म केही पनि म खाँदिनँ म शुद्ध चाहिँ म दाल भात साग म शाकाहारी हुँ होइन। अब मेरो आँखाबाट भन्नुहुन्छ भने गाईको मासु के त्यहाँ बाख्राको मासु के चाहे कुखुराको मासु के म कुनै पनि मासुको पक्षमा छैन। सुन्नुहोस् है, मान्छे मासु खान जन्मेको होइन, म कुनै पनि मासुको पक्षमा छैन। त्यसैले गर्दा यो संसारमा म जतिको मान्छेको पक्षमा छु त्यत्तिकै मुसा बिरालो कुकुर गाई गोरुको पक्षमा पनि छु म। कसैको पनि प्राण हत्या गरेर गोरु खाने कि गाई खाने भनेर छलफल गर्ने छुट तपाईँ हामीलाई छैन। गोरुले के अपराध गरेको छ, गाईले के अपराध गरेको छ, बाख्राले के अपराध गरेको छ प्रत्येक दिन काट्नलाई, उनीहरूलाई किन सजाय दिइराखेको छ होइन। अर्काको प्राण लिने कि नलिने भन्ने छुट कसैलाई पनि छैन संसारमा। भगवानको नजरमा तपाईँ र म र गोरुमा गाईमा बाख्रामा कुनै पनि प्राणमा कुनै पनि भेद छैन, फरक छैन, कसैको पनि त्यो बिचमा कसैको पनि फरक छैन। त्यसैले कसैको ज्यान लिने कि नलिने भनेर जसले हामीले मृत्युदण्डहरूको बारेमा छलफल गर्छौँ नि, यसमा कुनै आध्यात्मिक छलफल गर्न सकिन्छ। म त बुद्ध मार्गी हुँ, म त बौद्ध मार्गी हुँ, म त बुद्धको बाटोमा हिँडेको, सद्गुरु ओशोहरूको बाटोमा हिँडेको, कुनै बुद्ध पुरुषको बाटोमा हिँडेको मान्छे हुँ। म त्यसलाई फलो गरिरहेको मान्छे हुँ म। त्यसैले कसैको पनि मेरो पैतालाले किरा नमरोस् भन्ने जे बुद्धको एउटा जे छ, म त्यो पछिको मान्छे हुँ। त्यसैले गर्दा भरे हाम्रा प्रकृति, हाम्रा आन्दोलन, हाम्रा स्वभावका कुरा एकातर्फ होलान्, तर अझै गहिरामा गएर मलाई अर्को पाल्ता पटाएर हेर्नुभयो भने, त्यसैले गर्दा मैले फेरि पनि भने मिल्छ राष्ट्र शाकाहारी बनाऊ, संसार शाकाहारी बनाऊ, मिल्दैन यो खान पाइने त्यो खान पाइने भनेर बन्देज लाउनु कुरा चाहिँ त्यो जातीयहरूमा आफू पछि चाहिँ छलफल गर्न पाइँदैन, त्यो कुरा गलत हो। त्यो त यहाँ मानव जनावरदेखि लिएर धर्मसम्म राजनीति हुन थाल्यो अनि सबै कुरामा उनीहरूले आफू अनुकूल कुरा यही कुरा हामीले बारम्बार भनेको कुरा के हो भने यिनीहरूले आफू अनुकूलको व्याख्या गरे के सबै कुरा। पहिला जे संस्थापकहरू जसले चाहिँ यो समाजको एउटा परिकल्पना गर्यो, उनीहरूले आफूलाई जे जे सजिलो हुन्छ त्यो अनुकूलको छलफल गर्दै गए, आफूलाई अनुकूल नहुने कुरालाई उनीहरूले कानुन बनाएर निषेध गर्दै गए होइन। जग्गा यसले राख्न पाउने त्यसले नपाउने, माग्यो भने त्यसको हात काट्ने, बोल्यो भने जिब्रो काट्ने, हेऱ्यो भने आँखा निकाल्ने, सुन्यो भने तेल तताएर कानमा हाल्ने, हिँड्यो भने खुट्टा काटिदिने, उठ्यो भने घाँटी काटिदिने, सिधा हेऱ्यो भने घाँटी काट्ने, यो खालको जे परम्पराहरू सुरु गरियो यसरी दबाएर राख्ने कुरा अहिलेको समाजमा यो कुरा स्वीकार्य छैन। त्यसैले जातको आधारमा गरिने कुनै पनि त्यो चाहे दलितलाई चाहे गैर दलितलाई चाहे कसैलाई पनि जातै नराखौँ मिल्छ भने सुरुमा त, तर जात राखिन्छ भने सयौँ थुङ्गा फुल्का हामी एउटै माला नेपाली हुन पाउनुपर्छ।